ओए सर खोला पड़ेगा करा ओए 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 जिद्दा ला निकालो जिद्दा ला जाओ सेफ्टी सर मादी 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 ओए मादी ओए ओए रोड में पुगे यार माथि यार ओए छिटो भाग तो बाउन्ड नभएका त बुझेको ओए मिसिने लगिदियो यार ओए पाए सब भत्क्यो यार ओए त्यो माथिको बाटोमा पुग्यो ओए मिसिने नै हाल्छ ओए बोलेर गयो वा वा कुमुला ओए झरेको पुलको यस्तो पुरै पुरै सिङ्गे सिङ्गे हेरेको पनि लग्यो सबै सबै लग्यो पुल लग्यो माथिको आएर स्ल्याब आएर ठोकेर ड्रामले लग्यो झरेको पुल आएर हानेर यहाँको पनि लग्यो रसुवामा अचानक आयो भीषण बाढी अब त्रिशुली तटीय क्षेत्रसम्म उच्च जोखिम रसुवाको भोटेकोशी नदीमा आज बिहान अचानक ठूलो बाढी आएको छ बिहान करिब 9:15 बजेतिर तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको प्रारम्भिक जानकारी छ बाढीका कारण टिमुरे र स्याफ्रू बेसी क्षेत्रमा ठूलो क्षति पुगेको छ भने रसुवा भन्सार तथा आसपासका संरचनामा समेत क्षति भएको प्रारम्भिक विवरण आएको छ यो बाढी अब भोटेकोशी हुँदै त्रिशुली नदीतर्फ अगाडि बढ़िरहेको छ पछिल्लो अपडेट अनुसार बाढी धादिङको गल्छी आसपास पुगिसकेको छ र केही घण्टामा मुगलिन पार गर्ने अनुमान गरिएको छ त्यसैले रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दा विशेष सतर्क रहनुहोस् विशेष गरी त्रिशुली नदी किनार पृथ्वी राजमार्ग तथा मुगलिन नारायणगढ़ सड़क आसपासका जोखिमयुक्त क्षेत्रबाट टाढा रहन आग्रह गरिएको छ बाढीको कारणबारे अहिलेसम्म यकिन भएको छैन हिमताल फुटेको हुन सक्ने आशंका गरिए पनि यसको पुष्टि भइसकेको छैन सुरक्षित रहनुहोस् नदी किनारतर्फ नजानुहोस् र प्रशासनको सूचनालाई पछ्याउनुहोस्
पुरै त्रिशुली आमा लाइभ यो चाहिँ है गाइस यस्तो लाइभ छ ओहो पुरा ड्याम फुटेर आयो यार पुरा चाइनाको ड्याम फुटेर आएर छ आमा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो ल ल त्रिशुली बजारै गयो यार ल गयो यार ओ ए सिलास यता आमा यार बजारै गयो यार यहाँ नबसौँ ल अलि टाढा बसौँ यो पुरै ल घरहरू जम्मै गयो ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार बारीले केही पनि लागिराखेन है कन्डिसनल यस्तो छ यहाँको ढुङ्गेको कृषि कार्यालय तल चाहिँ साङ्गो बजार भन्ने अनि यो कृषि विकास ब्याङ्क थियो यो पनि केही पनि लागिरहेन यो चाहिँ के अरे सशस्त्रको जेल थियो सबै गयो अझै खोला बढ्दैछ अरे भन्ने कुरोहरूको जानकारी छ केही पनि छैन यहाँ ढुङ्गेको बजारी यो घरहरूमा मान्छे फसिरहेछ त्यसको लागि हेलिकप्टर मगाएको छ अरे भन्ने सुनेको छ ढुङ्गेको यो उकालोसम्म लिएर आइपुगेछ हाइट गाडी हेर यो त मास्तिरबाट ल्याएको गाडी होला है मान्छे भाग्नै भ्यायो कि भ्याएन भन्ने कुरा हो त्यही हो नि यस्तो अलिकति जानकारी नहुनुहुन्छ त है कतिजना बगायो मान्छे बगायो होला यहाँको भाग्ने भ्यायो कि भ्याएन होला ल बाटो बन्द छ है अब यो चाहिँ चितवन पोखरा जाने बाटो हो हैन पृथ्वी राजमार्ग हो यस्तो भा है यहाँसम्म आइपुग्यो बाढी खोला यस्तोसँग भाँसेको छ उहाँको पुल उदाको पुल झन् गयो त्यहाँको पुल त्यहाँबाट यता आउने पुल थियो गयो त्यहाँ थियो पुल हैन त्यो पुरै गयो जरेखेतको पुल अब कति दिन बन्द हुन्छ बाटो थाहा छैन पोखरा जाने चितवन जाने बाटो हो हैन मेन हाइवे भनौँ न त्यो यस्तो छ हालत
जे होस् सबैजना सेफ भएर बस्नु होला है। अब धादिङ जिल्ला, नुवाकोट जिल्ला, चितवनतिर जाने भने होइन यो चितवनमा पनि जान्छ भने चितवन जान्छ भने चाहिँ सुने अब थाहा छैन के हो। धेरै नि के चला बैरनी बजार तर अलिक सुकिया जस्तो हो अब डुबाउँदैन कि स्वास्थ्य चौकी डुबाइसक्यो। आज भदौ 10 गते र नेपालले भूकम्पपछि सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति भोगेको छ। जहाँ बाढीले पुरै सहर, बाटो, राजमार्ग जोड्ने पुल नाश गरेको छ भने हजारौंको संख्यामा हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू विस्थापित हुनुभएको छ। र यस्तो जटिल अवस्थामा हामी जस्तो बिजनेसेसहरूले के गर्न सक्छौं त? हामीले ट्रस्टेड अर्गनाइजेसनहरू मार्फत जति सक्छौं सानो ठूलो सहयोग पुर्याउनु एकदमै आवश्यक रहेको छ। याद गरौं यो समय हामी सबै एकजुट भई सहयोग, प्रेम र मानवताको हात बढाउने बेला रहेको छ।